हेलो साथीहरु वेलकम छ हजुरहरुलाई मेरो न्यू ब्लगमा। आज हामीहरु कहाँ छ अति नि फ्यान कस्तो चल्छ नि त हामीलाई। अनि आज चाहिँ हाम्रो यसको बर्थडे हो, यसको यो केटीको बर्थडे हो। अनि यो बर्थडे गर्लकी दिदी हो, म बर्थडे गर्लकी बहिनी हो। आज चाहिँ हामीहरु घुम्न जान्छौँ। कस्तो गर्मी भयो कि कति टाढा रहेछ कि यहाँ त हामी घुम्न आएको थियौँ। वास्तवमा हामीहरु उनी जाने भने हो। कहाँबाट ट्रेन नोरीखाई 3 ठाउँ गरिसक्यौँ होइन। अनि अहिले चाहिँ हामी बल्ल तल्ल अब लास्ट अब एकपटक नोरीखाई गरेर हामी जान्छौँ। अनि उमी जाँदैछ, फर्स्ट टाइम हो मेरो उमी। यिनीहरू चाहिँ तिम्रो पनि फर्स्ट टाइम त हो नि खुल्ला उमीमा त गयो। अनि यस्तो गर्मी छ कि मरे म त। अनि हामी चाहिँ यहीँदेखि ट्रेन आउँछ, हामीहरू चाहिँ यहाँ गर्मी भयो। अनि ट्रेन चाहिँ अलिक ढिलो आउँदो रहेछ, त्यही भएर हाम्रो ठाउँको जस्तै कि किन खलङ्गा जस्तै लाग्यो कि मलाई। हाम्रो ठाउँ आइपुगेको छ। यहाँ चाहिँ हाम्रो गाउँ जस्तै छ कि जङ्गल छ होइन, जङ्गल छ। अनि ट्रेन पनि ढिलो आइपुग्दो रहेछ। यत्रो गाडीहरू यहाँ जाम भएको के काठमाडौँ जस्तै लाग्यो मलाई त। ट्रेन आयो भने ट्रेन आयो। अनि भोक लागिसक्यो हामीहरूलाई एकदम राम्रो। हेर्छ यहाँ कटेज नेपाल कस्तो राम्रो। मलाई कस्तो मन नआउने भनेको थियो अघिभरि, कस्तो राम्रो रहेछ कि मलाई त कस्तो राम्रो लाग्यो यो ठाउँ। यो ठाउँ एकदम राम्रो लाग्यो मलाई। उयो यहाँतिर पनि रहेछ। हामीहरू चाहिँ मन्दिर पुग्यौँ। यता चाहिँ यो मन्दिर छ, मोबाइलको गोसा भोकले मरेकी त्यही भएर ऊ काजल हुँदा थियो कि हामीलाई टिकट चाहिँ नि हो। आज टिकट यहाँ गौतम बुद्ध हेर्न आयौँ हामीहरू। अनि यहाँबाट हेरेपछि हामीहरू एकछिन त्यहाँ जान्छौँ के उनी जान्छौँ। यहाँ छ गौतम बुद्ध यहाँ हुनुहुन्छ। यहाँ कस्तो भोग लाग्यो कि यार, यस्तो बिगत ठाउँ रहेछ। रिस पनि उठेन नि, यहाँ राम्रो पनि रहेछ होइन, राम्रो पनि लाग्यो। मलाई सधैँ यस्तै मुड खराब हुन्छ जहाँ गयो नि। कहिले भोग लागेन हुन्छ, कहिले केही हुन्छ। यहाँ आज झन् गर्मी छुट्टै भोग लाग्यो। हिँडिगएन खाँदा भएन केही नखाइन पारिपर गर न यस्तो यस्तो पारेर मैले पारेर जस्तै हामीले हो त्यस्तो लाग्छ। अनि अहिले यस्तो भोग लाग्यो, गर्मी छुट्टै बाहायो मैले। म गर्मीले यस्तो गर्मी छ भगवान कहाँ हो गाइन लाग्यो। फेरि यहाँ यस्तो जङ्गल छ कि पुरै जङ्गल छ, सल्लाहका रुख छन्। यतै नु हेर्दाखेरि त यहाँ त्यहाँ हल्का माथि क्या कहाँ किन यहाँ हामीहरू बल्लै हामीलाई आउने मात्रै भयो जस्तो भयो। जाङ्गरै लागेन नि टिकटक गराउने, न गीत तान्ने टिकटकमाथि। भोग लाग्यो अरू भन्दा नि के नै के यहाँ केही पनि छैन पसल। ठाउँ राम्रो भएर के गर्नु। यो ठाउँ आउँदाखेरि चाहिँ पसलले खानेकुरा लिएर या खाना खाएर आउनुपर्ने। गौतम बुद्ध हामीहरू अब जान लागिसक्यौँ गाइजहरू। फोटाहरू भिडियोहरू गराएर त्यही हो। अब हामी उनी जान्छौँ। यहाँ यस्तो विशेष सुविधा छ क्या, यहाँ टिकट काट्ने छ। अनि यहाँ चाहिँ हात पखालेर जानुपर्ने भित्र। अनि शुद्ध भएर तर मन्दिर पूजा चाहिँ नगर्ने। अनि मलाई चाहिँ लुम्बिनी गाएन भने यहाँ आइपुग्न लागिसकेको छ उमी। मलाई कति एकदम राम्रो छ। पारी कस्तो डर लाग्दो के उयो। मैले त्यो जिएससी कहाँ हो कि के भनेको उसले के अरे समुद्रमा त्यो के भन्छ त्यो माछाले त्यो गरेको नि, त्यो त्यही भिडियो हेरेर होला कस्तो डर जस्तो लाग्यो कि समुद्र देख्ने बेला मलाई। म हजुरहरूलाई देखाउँछु अब पुग्न लागि। ओइ दिदी तिनी के हुन्थ्यो, तिनी सेता झन्डा हो। ओइ दिदी तिनी के हुन् के सेता साथीहरू। फाइनल्ली आइपुग्यौँ हामीहरू। गाइजहरु यस्तो राम्रो छ एकछिन म तल गई देखाउँछु ल हजुरलाई। वाउ
त्यहाँ पारी मान्छे कस्तो छन् के पारी मान्छे देख्न सक्नुहुन्छ मेला लागिरह हेर्न कसरी आउँछ के छाल यस्तो छ के यहाँ पुरै माटो मात्रै छ हिलो छ ओइ हामीहरू यताबाट ओइ राम्रो छ गाईहरू एकदम राम्रो छाल हेर न गाईहरू गइ जान्छु त्यति त छैन होला पक्कै पनि महँगो छ होला कि यहाँ चढ्ने पनि यो छाल म बस्दैछु समुद्रमा मेरो ल दिदी मेरो भलो गरेर एकचोटि अलि पर हामी जान्छु म के हुन्न के जा हेर त हिँड्दै डर लागेको मान्छे आउँछु नि हेर त्यो बच्चा कहाँ खा बच्चो 2 वर्षको बच्चा कहाँ खा ओइ फेरि माथि भइ नहरू जाए अलिक उता हिँड न हेर त हाम्रै जुत्ता ओइ हाम्रै जुत्ता हुन्थ्यो गइन बसेको हुन्छ आन्न त्यो मासु कि यहाँ हुन्छ एकदम रमाइलो भइरहेछ हामी तिनलाई यहाँ पानी खेलाउने मजा आइरहेको जे होस् यहाँ मेरो हाम्रो पोइन्टबाट फ्यात्तै भइयो के यहाँ टिकटक चलिरह यहाँ पनि टिकटक चलिरह यार ओइ त्यो बाइक पारी त्यस्तै छोडे नि त मान्छे छैन त्यहाँ अलि पारी निलो ठाउँमा जानु मन छ तर त्यहाँ गए त हामी डुब जान्छौँ तर हल्का त्यहाँसम्म चाहिँ मान्छेहरू गइरहन् ऊ पारीसम्म हिँडे यत्तिकै गइरहन् तर त्यहाँसम्म जान हाम्रो आँट छैन क्या धेरै चप्चा गरेको थियो रोटी भाल खाइस हामी यहाँ रेल जग्गामा अहिले आयौँ के साथीहरू यतातिर यस्तो लाज मर्दो कपडा लगाइहाल्छन् अनि त्यही भएर परै बस्यौँ हामीहरू हेर्नुहोस् हजुरहरूलाई देखाउँछु म हामी नेपाली पसल खोज्दै हामी यहाँ कहीँ छ कि भनेर भोक लागेर यहाँ मर्दै आँक्यौँ हामीहरू त यतातिर रेल उनी त यतै रहेछ यता त मान्छेहरू पनि टन्नै छन् कि अब त हामी गयौँ बाई